यसो कसरत पनि होस् भनेर आलु पनि धेरै फलाउनलाई गरेको पारा ल्याए जस्तो चाहिँ लाग्छ। आज पहिलोपल्ट होला। पछि आलु फलेपछि यसको नतिजा ठेगान लाग्छ। ए ढुसे लागेर सबै हुसु ए यो माघको महिना यस्तै हो। शीतल रज ओहो व्यापक रूपमा फैलिएको हुन्छ। मान्छे त देख्नै सकिँदैन छेउछाउको। यसरी जरा हल्लाइदिएको छ पछि गोडिन्छ कि यसरी गरिदिएपछि भर्खर अरूले आलु खान थालिसके यहाँ भर्खर गोड्ने बेला भएको रहेछ। हेर्नुहोस् न यहाँ यति रहर लाग्छ नि काम। आज पहिलोपल्ट खनेको कि के हो गोड्न पनि आउँदैन त राम्रो। जिन्दगीमा पहिलोचोटि आलु फलाउँ भनेर कोसिस गरेको आलु फल्छ भन्ने लागेको छ। हेरौँ आलु फल्छ त नि आलु फलेर कोदो त फल्दैन होला। जल पनि लाइन्छ। आलु रोपेर कोदो फल्दैन होला त नि आलु नै फल्छ होला त। नफल्ला भन्न चाहिँ सकिँदैन। मेहनत गरेपछि जे पनि फल्छ नि। जाँगर भएपछि खाने बेलामा आँगर पनि गर्दा हुन्छ। गाजर पनि जाँगर लाउनु पर्छ। खाने बेलामा आँगर मात्रै भनेर हुन्छ। गाजर लाइएन। ढुसेले आलु सबै खाइसकेछ। अलिअलि त दबाई गर्नु पर्यो। किसान भएपछि कति मेहनत गर्नु पर्यो। धेरै दुःख छ नि हजुर। त्यति आलु फलेका छन् त।